एभ्रिवान हाम्रो चाहिँ यहाँ भोग ढाल्ने काम सकिसक्यो अनि अब चाहिँ साकेला नाच्ने छौँ अनि त्यस पछाडि गाइड उताबाट झार्ने 2 शनिबार गरी भनेर पर्छ नथुमको यहाँको धामीको कुखुरा अनि त्यस पछाडि अब चाहिँ हामी साकेला नाच्छौँ अंकल पापा सागर अंकलको राख्दिनु पर्ने साँच्ची मान्जेठी यहाँ आउनु त यहाँ आउनु न मैले भ्लग बनाएको के अनि भरे तुपाले ल्याउँछ के गर्नु यता चाहिँ हाम्रो मान्जेठी पर्दैन मलाई एकदम कडा मान्जेठी अनि त्यस पछाडि मान्जेठीले त के पो भन्छ यो यस्तोलाई घर लानेलाई त थुम्सेमा यो चाहिँ अब हामीले घर लानुपर्छ सेउली भएको घर अनि त्यस पछाडि गाई उता चाहिँ छ सेउली अनि यहाँ चाहिँ भयो नाग पूजा अनि अब हामी चाहिँ सेउली लिएर सेउली भएको घरमा जान्छौँ हामी हाम्रो घरमा जान्छौँ अनि आज र भोलि चाहिँ नाचिन्छ भोलि आज सेउली गाडिन्छ भोलि चाहिँ सेउली उखालिन्छ तुपा मैले बनाएको भ्लग लाउनु ल भरे म पनि यहाँ छु यता चाहिँ पवन सर हुनुहुन्छ पवन सरले चाहिँ आज काम छोडी टिचरले छोडी आउनु भएको छ पूजामा अनि त्यस पछाडि यो चाहिँ के भन्छ यसलाई कुखुरा पोल्ने ठाउँ अनि यता चाहिँ चढाउनुको लागि पकुवाहरू निकालिँदैछ कोपाले चाहिँ नजाने स्कुल नजाने यता चाहिँ देख्न सक्नुहुन्छ हाम्रो भूमिका पूजा गाई मजाले देखेन क्या र यता चाहिँ हामीले ढोललाई पोख्दिसक्यौँ भरे यो ब्लग देवान चामलिङ राई अथवा रिङालुङसा टिभीमा आउन सक्छ गाइस सबैले लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला मिठो कमेन्ट गरिदिनु होला भन्न चाहन्छु म तपाईहरुलाई ब्लगर चाहिँ यता हुन्छ अनि आज चाहिँ मैले ब्लग स्टार्ट गरेको ब्लग ओहो ब्लग त भरे तुपाले एडिट गरेर लाउनुहुन्छ तुपा हो भरे एडिट गरेर लाउनु है मैले भ्लग स्टार्ट गरेको छु आज देवान तुपाको भ्लग तुपाको फोनबाट त म राम्रै पाउने रहेछ हौ यता चाहिँ हुनुहुन्छ हाम्रो मान्जेठी अघि पनि मैले तपाईँहरूलाई भनिसकेँ